नमस्कार साथीहरू, स्वागत छ हाम्रो आजको भ्लगमा। आज हामी जाँदैछौँ नेपाल र भारतको सीमामा रहेको सानो लौकाही बजारमा। फाइनल्ली हामी पुगिसकेका छौँ। यो देखिएको दृश्य बाइक पार्किङ गर्ने ठाउँ हो। यदि तपाईहरू बाइकमा आउनु भएको छ भने पार्किङ गर्न सक्नुहुनेछ। यहाँ पार्किङ शुल्कहरू नेपाली 20 रुपैयाँ रहेको छ। तपाईहरूले अगाडि देखिरहेको दृश्य हेर्नुस्, भारतको सीमा हो जहाँ सुरक्षाकर्मी खटिएका छन्। यहाँ प्रवेश गर्नको लागि नेपालको नागरिकताको आवश्यकता पर्दछ। यो बजार सानो छ तर निकै व्यस्त देखिन्छ। बिहानैदेखि बजारमा धेरै चहलपहल हुन्छ। नेपाल र भारत दुवैतिरका मानिसहरू किनमेलका लागि आउँछन्। यो बजारमा सबै कुरा पाइन्छन्। तरकारी, फलफुल, कपडा, इलेक्ट्रोनिक सामानहरू अनि माछा मासु पनि पाइन्छ। यो बजार हरेक दिन खुल्ला रहन्छ र खास गरी बिहीबारमा त झन् डब्बर व्यस्त हुने गर्दछ। लौकाही बजारको यो यात्रा हाम्रो लागि साँच्चै रमाइलो भयो। लौ आजको भ्लग यहीसम्म। यदि यो भिडियो मन पर्यो भने लाइक, कमेन्ट र सेयर गर्न नबिर्सिनुहोस् र यस्तै रमाइला यात्राहरूका लागि हाम्रो च्यानल सब्स्क्राइब गर्न पनि नछुटाउनुहोस्। फेरि भेटौँला। जय नेपाल।